नेपालमा वर्षेनी बाढीजन्य विपदबाट थुप्रैले ज्यान गुमाउने गरेको सरकारी तथ्याङ्क नै छ। गत वर्ष आश्विन 12 र 13 गते नक्खु खोलामा आएको भीषण बाढीबाट थुप्रैले ज्यान गुमाए। यस्तै अवस्थालाई बुझ्न र बाढीजन्य विपदबाट बच्न गर्नुपर्ने पूर्व तयारीका सन्दर्भमा सन् 2022मा संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा सुरु गरिएको सबैका लागि पूर्व सूचना अर्ली वार्निङ फर अल पहल अन्तर्गत नेपालमा पनि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको व्यवहारिक अनुसन्धान तथा विकास केन्द्र सेन्टर फर अप्लाइड रिसर्च एन्ड डेभलपमेन्ट खाडको आयोजना तथा विश्व मौसम सङ्गठन र जल तथा मौसम विज्ञान विभागको सहकार्यमा ललितपुर महानगरपालिका वडा नम्बर 13 र 14मा बाढीजन्य विपदबाट बच्न गर्नुपर्ने पूर्व तयारीका सन्दर्भमा विभिन्न कार्यक्रमहरू भइरहेका छन्, जस अन्तर्गत समुदायमा आधारित विभिन्न क्रियाकलापहरूको समापन कार्यक्रम गत मङ्सिर 18 गते 4 डिसेम्बर 2025का दिन ललितपुर महानगरपालिका वडा नम्बर 14 स्थित कान्तिपुर कोलोनीमा सम्पन्न भएको छ। विश्व मौसम सङ्गठनका प्रतिनिधि, ललितपुर महानगरपालिका वडा नम्बर 13 र 14का जनप्रतिनिधि, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि सहित करिब 80 भन्दा बढी स्थानीयको सहभागितामा सम्पन्न भएको उक्त कार्यक्रममा परियोजनाका विभिन्न क्रियाकलाप, तिनका महत्त्व, समुदायमा ती क्रियाकलापले पारेका सकारात्मक परिवर्तनहरूको बारेमा जानकारी तथा अनुभव आदान-प्रदान भएको थियो। परियोजनाले वडा नम्बर 13 र 14मा जडान गरेको कम्युनिटी रेस्क्यु साइरन समेत समापन कार्यक्रमकै अवसर पारेर सम्बन्धित वडा कार्यालयहरूलाई हस्तान्तरण गरिएको थियो। बाढीजन्य विपदका सूचना प्रवाह गर्न जडान गरिएको उक्त साइरन विभिन्न विपदका समयमा उपयोग गर्न सकिन्छ। यसका साथै उक्त कार्यक्रममा ललितपुर महानगरपालिका वडा नम्बर 13 र 14को कार्यालयलाई विभिन्न 13 प्रकारका विपद उद्धार सामग्री समेत हस्तान्तरण गरिएको थियो। वडा चेयरपर्सन हामी 25 सम्म पनि यो चाहिँ रहन्छ। धन्यवाद यहाँहरू सबैलाई। त्यसपछि परियोजनाले समुदायमा गरेका विभिन्न क्रियाकलापहरूबाट आफूहरू लाभान्वित भएको सहभागी स्थानीयको बुझाइ छ। उद्धार मानवीय क्षति हुनबाट जोगाउने जुन प्रयास यो टिमले गर्नु भएको छ, त्यसको लागि चाहिँ हामी 13 र 14का सम्पूर्ण व्यक्तिहरू, सम्पूर्ण यहाँका बासिन्दाहरू चाहिँ यो टिमप्रति एकदमै आभारी हुनैपर्छ। हस्तान्तरण भएका सामग्रीहरूको सही सदुपयोग गर्ने बताउँदै स्थानीय जनप्रतिनिधिहरूले परियोजनाका विभिन्न क्रियाकलाप आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो र आगामी दिनहरूमा समेत सहकार्यका लागि स्थानीय जनप्रतिनिधिहरू तयार रहेको बताउनुभयो। र आगामी दिनमा तपाईँहरू लगायत हाम्रो कम्युनिटीमा जोडेर चाहिँ हामीले सँगै बसेर काम गरेर चाहिँ आगामी दिनमा यस्ता डिजास्टरहरूलाई चाहिँ हामीले सँगै बसेर हामीले फाइट गरेर यसलाई चाहिँ हामी न्यूनीकरण गर्दै जाने र पनि यहाँहरूलाई हामी पनि त्यसमा यहाँलाई साथ दिने बाचा व्यक्त गर्न चाहन्छु। जस्तो अब साइरन जोडिएको छ, अलिकति अग्रिमै सूचना हुन्छ नै, त्यो सूचनाको आधारमा लिएर पनि र हामी विपद व्यवस्थापन जुन वडाको छ हामी तयारी अवस्थामा रहनेछौँ र हामी उहाँले अहिले वितरण गर्नुहुने यो राहत सामग्रीहरू छ, यो सामग्रीसँग कति चिज पुग्दैन भन्ने कुरा हामी वडाले खरिद गरेर हामी तयारी जस्तै अवस्थामा बसेर आयोजकका तर्फबाट सहभागी विज्ञहरूले परियोजनाको सफल आयोजनाका लागि स्थानीय जनप्रतिनिधि, महानगरपालिका, वडा कार्यालयलाई धन्यवाद व्यक्त गर्दै परियोजनाबाट सिकेका ज्ञानहरूलाई व्यवहारिक प्रयोगमा ल्याउन स्थानीयलाई अनुरोध गर्नुभयो। We will try to see some of the gaps, how we can fulfill it with some new project, but it's very important that next time when we come, we see some sustainability, then only we can propose for some additional funding or resources to cover some more gaps. Yeah.